फाइनली साथीहरु YouTube को एउटा नयाँ अपडेट आइसकेको छ। जुन यो YouTube को अपडेटमा जुन साथीहरुले नयाँ क्रिएटर हुनुहुन्छ त्यो 4 महिना भन्दा अगाडि अब जुन यो 4 महिनाको यसपछिको जुन यो डेट छ हाम्रो अहिले हाम्रो साउन चलिरहेको छ। यसपछि भदौदेखि 4 महिनासम्म जुन डेट हुन्छ त्यो 4 महिनाको भित्रमा जुन जुन साथीले च्यानल मोनेटाइज गर्नुभयो भने उहाँहरूले सक्सेस पाउनुभयो। जुन जुन साथीहरुले अब च्यानल मोनेटाइज गर्न सक्नु भएको छैन उहाँहरूको लागि फेब्रुअरी 1 देखि 2027 सम्म त्यसपछि हाम्रो नयाँ क्राइटेरिया लागू हुन्छ। अब कुन क्राइटेरिया लागू हुन्छ भने पहिला हाम्रो क्राइटेरिया थियो 4000 घण्टा वाच टाइम, 1000 सब्सक्राइबर अनि 10 मिलियन भ्यूज एउटा सर्टमा। युट्युब च्यानलले मोनेटाइज गर्नलाई यति क्राइटेरिया हाम्रो थियो। अब अहिले युट्युबले के गरेछ भने त्यसमा अब युट्युबले त्यसलाई डाइरेक्टै डबल गरिदिएछ। मात्र सब्सक्राइबर 1000 नै मात्र हालेको छ। सब्सक्राइबर 1000 ठीक छ, तर वाच आवर 8000 घण्टा गरिसकेको छ। अब 8000 घण्टा 4000 घण्टा पुगाउन यति गाह्रो हुन्थ्यो हामी मोनेटाइज गर्ने बेला यति दुःख गरेर हामी मोनेटाइज गरेका थियौं। अब अहिले 8000 घण्टा गरेको छ। अब 8000 घण्टा त्यो पनि गरेर त्यसपछि सर्ट्स भ्यूज पनि 20 मिलियन गरिसकेको छ। भाइ 20 मिलियन भन्दा सुन्नुस्, पहिला 10 मिलियन थियो 90 डेजको भित्र, त्यो पनि 90 डेजको भित्र। अहिले पनि 90 डेजकै भित्र 20 मिलियन हामीले कम्प्लिट गर्नुपर्छ। यति हेर्दाखेरि अब तपाईहरु यदि मोनेटाइज गर्नु भएको छैन, काम गरिराख्नु भएको छ, मोनेटाइज गर्ने प्लान छ भने तपाईहरु छिटो काम गर्नुस्। 4 महिनाको तपाईले टाइम छ। 4 महिना भित्रमा तपाईले मोनेटाइज गर्नुभयो भने पुरानै क्राइटेरियाबाट मोनेटाइज गर्न सक्नुहुन्छ। यदि तपाईले 4 मन्थमा पुरानो क्राइटेरियाबाट मोनेटाइज गर्न सक्नु भएन भने 1000 पनि 2 आवर पनि तपाईको कम छ नि, 2 आवर पनि तपाईको कम छ। यदि फेब्रुअरी आयो 2027 को भने फेरि तपाईले 8000 कम्प्लिट गर्नुपर्छ। यो एकदमै दुःखद खबर हो, किनकि नयाँ क्रिएटरहरूले अहिले त कम्पिटिसनको मार्केट भयो, कम्पिटिसनको जमाना भयो। अहिले सबै मान्छेले कन्टेन्ट बनाइरहेछ नि त, सबै मान्छेले आफ्नो बेस्ट दिन ट्राई गरिरहेछ। अब त्यस्तो कम्पिटिसनमा पनि अब युट्युबले पनि हार्ड गरिदियो, एकदमै यति हार्ड गर्यो कि नयाँ क्रिएटर सोच्नै सक्दैन कि हो गर्न म सक्छु भनेर। एउटा हुन्छ नि त कि हो गरम भयो भने ठीक छ, त्यस्तो अब गर्न पनि अब गाह्रो भयो। त्यही भएर तपाईहरु यदि आइसक्नु भएको छ यो फिल्डमा भने तपाईको थोरै कम छ या पुग्न लाग्नु भएको छ भने तपाईहरु जसरी मोनेटाइज गर्नुस्। अब पेड गरेर गर्नुस् वा छाड लिएर गर्नुस्, गरिहाल्नुस्, नत्र फेरि तपाईले धेरै गाह्रो हुन्छ। अनि पछि तपाईले पेड पनि गर्नुहुन्छ भने एकदमै ठुलो पेमेन्ट गर्नुपर्छ त्यो पूरा गर्नलाई। त्यही भएर तपाईहरु यस्तै भिडियो हेर्नलाई, यस्तै अपडेट बुझ्नलाई तपाईले यो च्यानललाई सब्स्क्राइब गर्नु होला। यो भिडियो तपाईले कस्तो लाग्यो कमेन्ट गर्नु होला। अनि तपाईले कुन रिलेटेड भिडियो हेर्न खोजिराख्नु भएको छ त्यो भिडियो पनि तपाईहरु कमेन्ट गर्नु होला।